सम्पूर्णमा नमस्कार। आज म चाहिँ हाम्रो कालीकोट जिल्लाको ऐतिहासिक र एकदमै चर्चित गुफा तिला गुफा, जसको नामबाट हाम्रो कालीकोट जिल्लाको एउटा स्थानीय तह तिला गुफा नगरपालिकाको नामाकरण गरिएको हो। त्यो गुफा भिजिट गर्दैछु र म तपाईहरुलाई पनि देखाउँछु। आउनुस् जाम। ल एकदमै ठुलो, हेर्दा पनि एकदमै राम्रो र यहाँ एकदम यो गुफा यो कसरी बन्यो क्या, यहाँ माथि तपाईको 5-7 किलोमिटर अग्लो पहाड छ। 5-7 किलोमिटर अग्लो पहाड छ। त्यो पहाडको मुनि छ यो तिला गुफा र यहाँ एकजना बाबाजी जोगी बस्नुहुन्छ अरे। यहाँ पैसा राखिएको छ, यहाँ उहाँको बेडेड छ हैन। र हामी अगाडिसम्म जान्छौँ। अगाडिसम्म हामीसँग हाम्रो काका हुनुहुन्छ। ल काका, कस्तो लाग्यो गुफा भन्नुस्? एकदम रमाइलो छ। एकदम यो कति भित्रसम्म रहेछ र हामी यो कति भित्रसम्म रहेछ, हामी त्यहाँसम्म जान्छौँ है त। लगभग 100 मिटर जति होला। ल हामी अब यहाँ बसेर जानुपर्ने स्थिति छ। ल जान्छु। आउनुस् सर, आउनुस्। ल वाउ, व्हाट अ नाइस, दामी त यहाँ भित्र रहेछ नि यार। ओ यहाँ सिरानी गराएर सुत्ने, यहाँ पनि पैसा चढाउने रहेछन् मान्छेले। धार्मिक आस्था पनि जोडिएको छ यो गुफासँग। माथिपट्टिको स्ट्रक्चर हेर्नुस्, यहाँ पानी चुइने, पानी यत्रो चट्टान माथिबाट पहाडबाट पानी आउँछ। एकदमै फ्यान्टास्टिक गाइज, फ्यान्टास्टिक तिला गुफा। यत्तिकै चर्चित भएको होइन, यत्तिकै यही गुफाको नाममा स्थानीय तहको नाम राखिएको होइन गाइज। लगभग 100 देखि 150 मिटरको हाराहारीमा होला होइन काका? एकदम भित्र धेरै लम्बाइ पनि माथि पनि यस्तो छ, पुरै घरको सेप छ। र ठ्याक्क गुफाको अगाडि निस्किने बित्तिकै तिला नदी बगिरहेको छ। तिला नदी बगिराखेको छ ठ्याक्कै त्यो गुफाको गेटैमा। अब हामी हाम्रै अगाडि तिला बगेको देखाउँछौँ। यो बालु हेरौँ न, बालु पुरा आइरहेको। यो नदीको बालु बर्खाको बेला पानी यहाँसम्म आउँछ होला होइन? ल ठिक छ। ल अगाडि टक्क निस्किने बित्तिकै तिला नदी होइन? बवाल, एकदम बवाल। ल भिडियोलाई सक्दो लाइक सेयर गर्नु होला र मन पर्यो भने हाम्रो च्यानललाई फलो पनि गरिदिनु होला। धन्यवाद।